भन्छु भन्दाखेरि तपाईँको ब्याचलर सकेपछि मलाई अलिअलि थाहा रहेछ अलिअलि थाहा रहन्छ भन्ने हुनु पऱ्यो। मास्टर्स पढेपछि ओहो हामीलाई त धेरै कुरा थाहा रहन्छ भन्ने हुनु पऱ्यो। पिएचडी गरेपछि हामीलाई त केही थाहै रहन्छ, हामीले त अझै पढिराख्नुपर्ने रहेछ, हामी त घमण्डी भएर कामै रहन्छ, हाम्रो बौद्धिक स्तर त अझै विकास गर्न बाँकी रहेछ भन्ने चाहिँ हुनुपर्ने हो क्या। उल्टो छ। अनि पिएचडी गरिसकेको मान्छेहरूलाई भेट्नु मलाई यो विषयमा यसो भनिदिनु न, यो खास के होला, यो मलाई सिकाइदिनु न भन्दाखेरि तपाईँको लेभलले भेट्दैन, यो गर्नलाई थोरै आर्टिकल बुकहरू पढेर आउनुहोस्, त्यो पछि बल्ल म आउनुहोस् अनि म बुझाउँछु भन्छन् क्या। त्यो पिएचडीको के काम जसले चाहिँ साधारण भाषामा लेमेन भाषालाई मान्छेलाई सिकाउन सक्दैन भने त्यो पिएचडी फाले हुन्छ क्या, च्यातेर कामै छैन त्यो पिएचडीको। तपाईँले मलाई सोध्नुभयो, तपाईँले मलाई यो भुइँचालोमा घर किन भत्किन्छ, हामीले बिम किन हाल्छौँ, पिलर किन हाल्छौँ, फुटिङ्स किन हाल्छौँ भने मैले तपाईँलाई बुझाउन सकिनँ भने मेरो इन्जिनियरिङ डिग्रीको काम छैन क्या। त्यो बुझाउन चाहिँ सक्नु पऱ्यो। तेरो लेभलले मलाई भेट्दैन, मिलेन लेभल तेरो बाबुलाई भन्ने होइन क्या। त्यहाँनिर बेसिक भन्दा बेसिक त्यही भएर हाम्रो यो एजुकेसन सिस्टम फेल हुनुमा चाहिँ के छ भन्दाखेरि त्यो बुझाउन पनि नसकेको हो क्या। किनभने त्यही मान्छे नेपालमा हुँदाखेरि चाहिँ फेल हुन्छ के हुन्छ, अनि बाहिरको पढाइले फेरि त्यो मान्छे राम्रो हुन्छ भनेपछि एउटै मान्छे कसरी चेन्ज भयो होइन। मेरो म्याथ एकदम कमजोर थियो, मेरो प्लस टूमा 70 कति % हो, ब्याचलरमा सेकेन्ड डिभिजन हो होइन, ब्याचलरमा चाहिँ सेकेन्ड डिभिजन पास हो क्या म, मेरो 3 कटेन, 4मा 2.88 कति छ होइन। अनि मास्टर्समा चाहिँ मेरो 10मा 9.46 छ क्या, म युनिभर्सिटी टपर हो क्या। भनेपछि ब्याचलरमा सेकेन्ड डिभिजन मान्छे त्यहाँ साउथ इन्डियाको पढाइले म कसरी युनिभर्सिटी टपर भएको थिएँ, मान्छे त एउटै हो त, दिमाग त्यही हो। भनेपछि त्यहाँनिर पढाउने शैली पढाउने तरिका केही फरक थियो होला, अनि कुराहरू प्र्याक्टिकल थियो होला। यसमा एउटा कुरा म जोडिहाल्छु है, मान्छेलाई सबै चिज चाहिन्छ, तर कहिलेकाहीँ सबै चिज नभए पनि हुन्छ होइन। तपाईँको सिकाइ भनेको कोहीलाई चाहिँ होइन म बुक पढ्छु, बुक पढेर मात्रै हुन्छ, म त्यो बुकलाई इमेजिन गरेर प्र्याक्टिकली पनि गर्न सक्ने कोही त्यस्तो लेभलको मान्छे पनि हुन्छन्। कोहीलाई चाहिँ बुझ्दै बुझेको हुँदैन, अनि तर तपाईँले त्यसलाई चाहिँ प्र्याक्टिकली त्यही ठाउँमै लगेर त्यही चिज नै गराएर देखाउनु भयो। जस्तै सर्वे भन्ने हुन्छ, तपाईँले देख्नु भएको छ बाटोमा सर्वे गरिरहेको हुन्छ नि, त्यो विषय मै पनि सुरु सर्वे 1 फेल भएको थिएँ क्या। तर सर्वे क्याम्पमा लगेँ क्या, तपाईँको पढाइसकेपछि बल्ल क्याम्पमा लाने क्या, अनि प्र्याक्टिकली गराउने, प्र्याक्टिकली गराएपछि त्योमा मेरो आयो होइन। भनेपछि प्र्याक्टिकली गराएपछि बुझेपछि त त्यो सजिलो रहेछ नि त, हामी त त्यो पढेर हिसाब गर्ने भन्दा पनि कामै गऱ्यो भने बुझिने चिज रहेछ। अनि सुरुमा पढाउने, अर्को वर्ष बल्ल क्याम्पिङ लगेर त बिग्रियो हो नि त, त्यो पछि पास भइयो भनेको। ब्याक लाग्छ नि त इन्जिनियरिङमा, तपाईँको 100 जनामा 5 जना 7 जना मात्रै पास हुने हो हरेक सेमेस्टर इक्जाममा क्या। तपाईँको ब्याक लागिरहन्छ, मान्छेहरू पढेको 56वटा विषय पढायो मैले 4 वर्षमा होइन, अहिले घटाएको छ। सोच्नुहोस् त्यो 56वटा विषयमा के मात्रै पढाएन। हामी सिभिल इन्जिनियरिङभित्रै आर्किटेक्चर पढाउँछ, इलेक्ट्रिक इन्जिनियरिङ पढाउँछ, फाइनेन्स, इकोनोमिक्स होइन, तपाईँको सोसियोलोजी, रिसर्च टेक्नोलोजीदेखि लिएर अब यो स्ट्रक्चरल वाटर रिसोर्स होइन, फाउन्डेसन, यस्तो सोइलको कुराहरू त कति त्यो सबै भयभरको जति जे हुन्छ नि सबै पढाएको छ। C र C++ दुइटै राखेको थियो हाम्रोमा होइन, अहिले चाहिँ हटाइदिएको छ त्यो चिजहरू होइन। अहिले चाहिँ थोरै जेनरल कुराहरू मात्रै राखेको। त्यो बेला चाहिँ हामी सोच्थ्यौँ यो पढेको के काम लाग्छ होला र, यत्रो पढाएर के छ, पछि बुझियो त्यो सबै चिज काम लाग्दो रहेछ। हरेक च्याप्टरको हरेक प्याराग्राफ काम लाग्दो रहेछ क्या, हरेक हिसाब काम लाग्छ, हरेक फर्मुला काम लाग्छ क्या। मान्छेले काम गर्ने हो भने चाहिँ काम लाग्छ, कामै नगरेपछि त कहाँबाट काम लाग्छ।